3 वर्ष 4 वर्ष उड्या काम हो पदविका ल्यायो त्यो काम कसरी बिग्रिहाल्ने एक हात एक भन फेरि दोस्रो हात त्यो घरको यो बाबु छँदै भाइ छँदैको ठाडै हुने हो कि बाबु छँदै भाइ छँदै ऊ हालेको छिटो हालेको थाल कस्तो भने कालो यत्रोको मुठा जस्तो छिटो हालेको थाल छ केही नपाइकन अन्तिममा त्यो थालिकन मान्दा गएछ तर बेसी खाने खाने सबैभन्दा मेरो नाममा कर्करा सबै मेरो मात्रै रहेछ मेरो बाबा यति मेरो थैलो यस्तो थैलो मजाको मजा रघु ठिकेडा गयौँ एक ओर्देऊ एक ओर्देऊ भनेको लाग्यो कहाँ बसिया धानकुटै कस अनि नेपाली गइसकेपछि मैले बाटै भने ए चोर भने जोडलाई भ्याइ पनि भनेको क्या हो ए चोर दाना खाना हालिकन दाना हाल्दैछौ क्या भने पनि तल्ला मान्छ लालो खडा मान्छ हाल्दैछौ भने कोही भन्यो भने पनि एका फराउँदा डिङ्गाले बसाल्ने यहाँ तल हुन्छ उनारी हुन्छ भन्न सके पनि भयो नभन्न सक्यो दाना हाल्नु नभने चोर दाइकन भनेको मान्छ अनि न्याउँदा हन्न गयौँ रक्का ओरिका आउँदा खोलो छ त त्यो खोला पुरातिर वार छ कि छैन हजुर नुन ताले बसेर बस्दा थियो जेठाले भनेको ती तलीको बाजे तली नयाँ घर अनि पछि नयाँ त्यही भएर बाबेर बसेर भयो त्यही भएर बसेर भइसकेपछि ए थाल निकाल भन्ने बेला थाल त कस्तो निकाल्यो भने उना बर्खालाई एउटा जस्तो होइन बेच्ने थाल हो तर बाबु काठ यस्तो थाल बेच्छन् तर बाबु काठ छाला लिकन धुँदै जाइ भनेर अनि तल पानी आउँदो तर खोलाथि गएर अनि बालु हालेर बाहिरभित्र अनि बेसरी उमास्यो अब त्यो ढाँडा त रेगडा भयो अब त्यो रेगडा नगएर अब हाजिहालिकन बाहिर उमास कोयाले अन्त हाजिहाली कोयाले उमास्यो उज्यालो मात्रै भयो अब त्यस्तो भएपछि अब यहाँ बसौँ भनेर बस्यौँ अन्त उजान थाल उज्यालो अराया अन्त चामल बाह्र चाहिँ बस्यौँ भोलिपल्ट अन्त ढोकालै उठाउँ र अब हाम्रो त के दसैँले पाखो काटिकन पर मुग्दामा नि रोटो बाँध चाहिँ पनि खाउँ उठाइसियो उही बेला हप्पलै बाटो बाटो उयो भयो क्या अन्त ती बिचराउँकन त्यो चोराउकन हक्या त भोक लाग्यो थियो क्या बस्यो न त भोक लाग्यो अन्तखेरि बाटो जाउँ भन्ने म हुँदैन नि तलिया जाउँ तँ हालौँला चिसा हात पर आगो मागौँला तँ खाउँला भन्यो अनि तैले गयौँ तर तैले मुखी गाउँबाट गयौँ तर त्यो खार्कु गाउँ रहेछ अनि त्यही बुझ्नुको नाम बुझी त्यही छाँकी बैजनीको पनि एक बड्डी नाम बुझिरहेछ अनि अरूबाट खलादो पऱ्यो नि खलादो पल्लो खालो भयो क्या पल्लो खालो भित्र यसो लटुमा पर्छ बिस अहिले बिचराउँले बिस अहिले अन्त मकन अब सबैभन्दा काठमाडौँमै भयो कि अब तँ खाने मान्छ अन्त आगो ल्याइजा पर अनि तँ हाल्दा आगो ल्याइजा भने अन्त तँ हालेर अन्त आगो छ कि हजुर भने भित्रै अन्तखेरि आगोको ढुकाल बाइक त आउँदो अनि अब त्यही गरेर होला खोजेर अन्तखेरि आगो छ कि हजुर भनेदेखि आगो दिनुहोस् त भन्यो भित्रै अन्त मध्यङ बढी अन्त आएर अन्त आगो फेरि दियो कि अनि भने कोही हजुर तपाईँ दाना हाल्नुहुन्छ कि भने जो बहिनी बहादुरी उयो कन खातामा परिरहेको छ यहाँ दाना हाल्न सक्छ नमाने आइज्या त्यस्तो नगरी आइज्या भने मान्छ अन्तखेरि पर खानिकन आगो मागेर आगो फुल्का पनि बिर्सक्यो अन्त हजुर कोही दाना हाल्नुहुन्छ कि भने अन्त मैले केही थाहा छैन म गर्न लाग्यो हाँसो अन्त हाँस्या कि अन्त थालामा साँझ 2 मान जति ल्याएका थिए बाहिर देहरा बाहिर दिएर भयो दिएर यतिमा अन्त कोही दाना हाल्दा छ कि भन्ने बेला थालामा चाल
गाउँडी दाइ तल के दोकान बोक्ता आउँदै पचास त पचास त आउँदै फुरुको बाली आउँदै म हाँस्यो जे कोही नआउनु भने उयो त छक्क हुन लाग्यो खुट्टा हाँसो आयो हाँसो आयो कि हाँसो आइसकेपछि अन्त थाला पनि सानो बाहिर निकालेको अनि भित्र अनि पसाल्न लाग्यो पर उयो आफ्नो हात काखेर गयो अहिले त कर्यो माने छोराले कस्तो मान्छे लाग्यो यति महिना 2 महिना सानो हजुर तर फर चुकबाट छ भने म खप्पा त बाह्रदैन अहिले म ल्याउने अरूलाई त्यो हेरियो चुक बाटो छ भनेपछि यहाँ अठमा नि हेरिकन उसले छोराले बुन्चराले हान्नुहुन्छ भनेपछि म ल्याउने ब्लड अहिले भने अनि फेरि भित्र पसाल्न आँटी कि अनि उम्मी हरियो कि ज्यादा भित्र चुक्न आँटी कि के भित्र के नहाल्नु भयो मैले आम्ना हाते आम्ना मुनाले हाँस्ने आउँ कि हाँस्ने आमा छुट्टै कुरा थियो तर त्यसले होला भनेपछि हेर्ने हाम्रो छ नि त आज भने भने अनि त्यो बेजाक परबारी जाऊ भनेर अनि परबारी जाने 2 जना गयो तँ पनि आमा ल्या म जाने क्यार म जाएन अहिले फर्स्ट आउन तपाईँ परबारी जाऊ भने अनि हुँदैन तँ पनि यति बस् भने अनि पदुवा प्रचेर बस्यो अनि उठेर नानीलाई दाना हाल्ने म अरूबाट जाने त्यसै अनि बस्ने तँ खाने अनि उसो त अनि त्यतिखेर भने मान्छ त्यति कर खुवाएको मान्छ कुरा त बुझ्नुपर्छ नि त आफूले नभन्ने मान्छेले दाना हाल्दासम्म कहिले नमान्नु पर्ने झ्याउदो र बबाल त आउँछ र त्यो अकुजन हात त भन्दै बान्टे भाइकन हेरिकन कहीँ हुन्छ त कहीँ ठङ्का भन्ने उही त को बहिनी हो अझै दाना हाल्नु मेरोमा भयो दाना हाल्नु मेरोमा भयो हेर्ने त जे भयो फाँसी मैले त्यही भयो त मैले भनेको हेर्ने भनेको अन्त क्या त उयोसँग के हरियाको रहेछ भने त्यही अरूको बस्छ त्यहीको छोरो अन्त के ऊ रहेछ कहाँ बिरामी तास खेल्दो रहेछ त्यहीको नाखाउँदाको खुनुको नथन रहेछ त्यो नथन बक्सनको ठौरिआएको त्यो नथन छोराले त्यो मायाबाट गएकी बेला तास खेलिकन त्यो फाइनल छ गाई भन्थ्यो एकै गाई परिकन फाइनल छ त्यो नथन कहाँ गयो भनिकन भाउ त्यो नथन कहाँ लिएछ कि मैले के थाहा पाएँ मैले कहाँ छ क्या राखेको छ क्या जाऊ मैले के थाहा पाइनँ भनिकन मागेको ठिक गरिहाल्छ अन्त त्यो नथन बिहान अन्त कि त्यो हेराउँदो रहेछ हेराउने रहेछ अन्त त्यो क्या त त्यो ए छोरो हरिया पनि भन्दैन मेरो हरिया मात्रै भन्दिनँ अन्त ऊ भनिकन दाना हाल्नु मेरोमा हेर्दो सोच भयो क्या फाँसी हेरिकन क्याप्दा भनिकन क्याप्दा तपाईँको बस्दा हरियो न भनिहालेँ हरियो हात कानको पियानो बस्दा रहेछ होइन हात कानो पियानो बस्दा ठुल्किने बस्दा रहेछ त्यो तपाईँको बक्सको ढाकिया रहेछ बक्सदेखिको अक्काले उतार त लिएन त्यो तपाईँले घर घरानको मान्छेले कमाइकन मासिया जो छ त अरू चोराले ल्याएको होइन भन्ने यहाँनिर क्या त भन्नु त पऱ्यो त तपाईँकै घर घरानको मान्छेले पाउँछ नि अरूको छौँ भन्यो बाहिर मान्छेले ल्याएको छैन तपाईँकै घर मान्छेले अरू पाउँछ नि ल्याएको छ ए अर्को दोर्सबी क्या यो तपाईँको घरको सामने तल देउता थान छौँ भन्यो त्यही ठानको लाग्दो रहेछ होइन लाग्दो छ त्यो कुरा भइसक्यो भइगयो अब तपाईँको छोरालाई सम्झाउनु भने अन्त खानालाई काँक्रा कोटीबाट अनबनी भन्दा भए अन्त तिचाल हात लगाइयो तिचालबाट हात लगाइए भित्र बर्थडेले 3 जना भित्र भात पकाइदिए आम्न चाउलो भात पकाइदिए कहाँ भन्यो मासुको दाल भात पकाइरह उठ त भाइ मैले कि भन्ने बेला मैले भात पकाउनु लगाइने उठ्यो त हजुरको नाम क्या मेरो नाम त बुद्धि हो मेरो बहिनीको नाम पनि बुद्धि है त्यो नाम पनि बुद्धि मेरो बहिनी भाइ भनेर अन्त झन् यहाँनिर झन् बालको भएर अन्त
भात पकाइले मासुको दाल बनाइले अनि खायौँ त्यो उतिलामा क्यान अरौँ भनेदेखि सटक्क पटक्क भनेदेखि खाना सर्को लाग्यो है कि ब्रो अनि छोरी उहिले छोरी अनि उहाँ गयौँ त्यहाँबाट अनि भोलिबल तम्मा 10 साल 10 पाखा काटिकन अनि कोटबाट बाटो त्यहाँबाट अनि भैँसाखाला भन्ने ठाउँमा गइसकेपछि भैँसाखाला एक लाटो कामी भनेको त्यो ठाउँको ठालु रहेछ खुब ठालु रहेछ त्यो घरै बसेको त्यही ठाउँमा त खाइपी हँडिजानु भयो अर्को ठाउँ नै त्यो ओरको ठाउँ खाइपिकन हँडि गयौँ हँडिजानु भयो अर्को एक्चुली त्यो मस्तै देउता गान्डी त्यो आउँदैछ अनि पसेर चाहिँ लाटो कामीको घर अनि अरू त्यो त मेरो बच्चा लाग्यो त रगै लागेर गर्दा सिया म त्यो हाते बेला तुनको हात गएँ होइन तर मेरो बच्चा त बिग्रिएन नै झर्कै नै अनि गइसके लाटो कामीको घर गइसकेपछि अनि मैले भने हजुर एक वर्षकै राख्न सक्नु होला थाल लाग्नु होला कि भने जगाउनुहोस् है भने अनि थाल हाल्दै जग्गा खनेर थाल लगाएर मिलिक यस्तो साल लगेपछि त क्यासी उठेर अनि अझै बेला भित्र अनि तुलो ल्याउनु गयो उयो बड्डो तुलो ल्याउनु गइसक्यो तुलो अनि बारीमा ल्याइसक्यो अनि चक्का अन्य मान्छे नभए उहाँ पटक हुँदै हुँदैन बिचरा अनि चक्का आउनुपर्ने भइगयो तुमाउ मकन ल्याइआयो यिनले खोच्यान यिनकन ल्याइआयो मैले खोच्याँ बेलीमा त तँ खाना दिएन त्यही न कनको हातमा कोरा लाग्यो मैले भने अनि तुलो अहिले बिसाइसक्यो उसले त अन्त तुलाको हल्लो जो रहेछ हल्ला नै गर्न हगिएर कैफे तर्न हगियो अनि उभियो त तँ अन्त के त्यो हुकिया मान्छ भने यस्तो ल्यायो उठ्यो मसिया त लिएर मैले गर्नु हालेँ भित्र गइ आउँदा आम्मा मैले कैफे ठ्याम्बा राखेँ कैफे त राखेँ जगिहाल्छ काँदो थियो अनि कैफे त राखेँ अनि पछि अब सोध्नु हामी ठुलो आँखाले हाइदिउँ न म त हाइदिन्छौँ कि उसको झ्यापाउनु म त हाइदियो अन्त कति भयो तोल्नुहोस् भन्दा बिसाउनु भयो पोल्न भन्दा आएछ त्यो चोरो थाल बिसाउनु ठक्क लाग्यो कर्करा बिसाउनु भयो 5 बल बढ्दैछ बढ्यो त्यो भित्र चाहिँ बाले 5 बल बढ्दो बाहिर चाहिँ बाले 5 बल ओल तान्नु छ ठक्क बाहिर नै पकाएको मस्त हाल्नुपर्ने भयो त भित्र चाहिँ हाल्नु भयो अन्त भित्र चाहिँ हालेर अन्त ठक्क बिसाउनु भयो कति भयो हजुर बिसाउनु भयो हजुर घर पनि हाम्रो मान्छे माथि टोल्ने मान्छे बिसाउनु घरकै छ भन्दा तपाईँको हाम्रो दुध त औषधि खानेकुरा त एकै हातमा काटेर राखेको अनि भन्यौँ आयौँ अन्त यहाँ बस्यो अब थालमा राख्ने बेला भन्नुहोस् भनौँ न अन्त 25 बारी भोगा 5 बारी भट्ट लिने आऊ कि लिने उ भन 30 बारी 5 बारी भट्ट भए 25 बारी मकै भए 30 बारी छोराकन फैलाउँ जागी जो गरिकन बारी बान्यौँ राख्यो बाहिर पुरा आउँदैछन् अनि ताने प्रमुख अनि पुरा आउँदै गयो भने ता हन्न मैले भेटाउनु खोजेको त्यहाँ परे उयो छ तले हर्किया मन्दिर बाबाका पुरा मिठो मिठो आउँदैछन् बुढा अनि के भन्छ बुझेर लागा बुढाको अन्य बहिनीका घर जाउन मैले खोजेको के जान्ने त्यो छान्ने बहिनी घर जाउन हाम्रो फुलकोटोमा पर्या मैले जाउन मैले खोजेको त्यसले के खोज्छ हाम्रो त कस्तो त पर्छ भने त्यहीको छोरो सबै ताकत बन्दैकन हाटा नुन ल्याउनु जाऊ भने नुन ल्याउन गएछ त्यही गरेर मान्छ है नुन ल्याउन गएछ र नुन ल्याइकन कट्टासेबाट आयो छ र त्यही बाँसपानीका ढुकानु छ र कप्पा लाउँदा नापर रहेछ कम्पेट आउँछ जुम्ला हुन
ढुकान चढा कपाल त नाप ढल्छ अन्त नाप ढल्ने बेला त्यही बेला त्यो ढुकान चढा त आइयो छ त्यही होइन हात आइगयो खाता आइयो छ खाता आइयो छ खाता आइसकेपछि अन्तखेरि घर पुगिसक्यो नुन फाल्यो अन्तखेरि बाबेले खाना खायो हाम्रो बाजे हुनुहुन्छ उहाँ चाहिँ बाजे हुनुहुन्छ कान्छो बाजे बाबेले खाना खाएछ अन्तखेरि भोलिपल्ट अन्त के यहाँ मेरो भन्नु बुवा हुनुहुन्छ हजुरबुवाको पहिलाको कहानी सुन्दैछौँ हामी ल भन्नुहोस् बाजे हजुरको उही बेला के भने हाट र भोट जाने बेला के भन्छन् राजापुरा त्रिपुनी हाट जाने बेला कुरा हो राजापुरा अन्तखेरि पछि अन्तखेरि राजापुरा हाट अन्तखेरि पछि अन्तखेरि हँडै र कति भोलिपल्ट के भन्नु छ सकेपछि सोध् म त अन्तखेरि खाना त्यो मगाउनु भएन बुवा खाना यस्तो त फिटिदिनु पर्छ भनेर त्यो खाना खाइकन अनि अर्को खाना अन्त मगाउनु चाहियो भन्नुभएको छ अनि अर्को खाना पनि बनाएछ दिएछ खाएछ अन्तखेरि दुई खाना खाएको मात्र अनि घरै डुलिरहेछ अब चाँडो झुङडुल पार्दैन क्या न अर्को खारिएला बसा बेच गङ्गरी त भन्नु छ अन्तखेरि त्यहीजना अन्तखेरि फेरि अन्तखेरि ज्वरो आयो दुई खाना खायो बाबु ज्वरो आयो बाबुले खाना खाएन ज्वरो आएर अन्त ठिकठाक भइसकेपछि मेरो एकछिन त ज्वरो आइयो के आउने हो ल्याउ हात त आएको अहिले त ज्वरो होला कि भनिकन दिन दुईसम्म अन्त है अन्त पर्सिएछ अन्त पश्चात अन्तखेरि ज्वरो भलो भएको छ अन्त त्यो अरू तारहरू रहेछ बोल्नु त्यो चेता रुन लाग्यो भने सर अन्तखेरि अब हाम्रो यहाँको धामी केही छन् अरू धामी छुट्टै त भन्नु भएन उहाँको धामीहरूको असलिएको मेन धामी अन्त नेउता खान्न धनला भने खान्न भने 16 दिनपछि त्यहाँदेखि हाटदार आयो 7 दिन 8 दिनपछि 8 दिन अब आले धमेला हाले हाल्न देउता पनि कसरी आउँदछ त्यो बिचमा राख्यो आइया अन्तखेरि त्यहाँको मेन धामी त्यही छ भनेपछि त्यही धामीले के गर्छ भनेपछि अन्त बिजुहरू हाल्यो ठिकोठाको पाल्यो अन्त ठिकोठाको पाइसक्यो भने अन्त खटखट गरेर काम छ अन्त हर पराउनु गएको छ अन्त भन्न काम त्यही त मन अलिक सिपालु चाहिँदा खान देउता आउँदा त आउँदै होला अन्तखेरि हुसरी गर्नुपर्छ अन्त चाहिँ के भन्छ त्यो भनाइबाट त हो त्यो भनाइबाट तैँले खोजकाली भनेको देउताको गर्नु आएको त्यसले के हुन्छ त पत्तने देउताले धामीले भनौँ देउताले भनौँ यो रुप्चा भित्त कुना के भएछ दाउरा गयो होला त्यो हाटकै आएको चाहिँ थानै हाटकै आएको थानै अन्तखेरि ल हाटकै आएको थानै अनि वास्तवमा पत्र छ के भन्नु छ जे उनीहरू गुना भइगयो भनेपछि अन्तखेरि भन्ने बेला त उनीहरू गुना भइगयो भनेपछि भनिसक्यो पैकी थाहा छ उही यस्तो लामो जुडी हालेर त फेरेर आए फालिकन अन्त कपाल बस्यो छ त्यो के अरे भुत लाग्यो मान्छे भुत लाग्यो मन त ऊ धामीकन जुडीसम्म आएर गुठेर अन्त आए फालिकन कपालमा बस्यो त केही भन्नु नि केही भन्नु अब यहाँ लाग्यो म तरिके घर जाइयौँ पछाडि त अन्त अहिले हाल्नु अन्त पछि त अन्त को छ उयोसँग वरपर छिटपेटाउने धुवा भयो त्यो दुमको छुट्याउने धुवा भयो त गयो धामी आए फालियो जुनी खुट्टा उठाएको खुट्टा उठ्यो अहिले अन्त त्यो फिटाउने धुवा भयो फुटायो उयो भयो फत्यास र हामी टाइप गरेर बाहिर चामलका खाना खाउनु निस्क्यो अम्कने धुवा भयो फुट निपुल्दा क्या भाइगयो भाइगयो त निपुल्छ भाइगयो छ धामीका देउता पनि कमजोर भएन त्यो धामी पनि कमजोर रहेन कमजोर रहेछ अन्त त्यस्तै भइसकेको छ अन्त त्यही त अरू त कुरा भन्ने म भन्नु छ मैले खुट्टाको क्या गोठी रुप्चा घ्याएपछि हाम्रा उसलाई आएका अलि खानु त लाग्यो मुख्य त हामी इष्टमित्र हौँ गएपछि चोला बहिनी पाइयो घरबाट बहिनी पाइयो
तातो मैला छ बस्न पाइयो मजा हुने छ ताइजाउँला म कुद्छु गएर अन्न त उस्तो बोल्नु गरेर गएका छौँ आङ्न चाहिँ सुबुकको अन्त जम्मा गयौँ तर हजुर बसेर पाइए लागि भन्ने मुयौँ अनि उही बट्टाले के भन्यो बसेर नपाइकन पाइन्छ हजुर कसमा भन्ने बेला हाम्रो त पत्रकारले भन्यो कि हामी त अन्त माथि नानी गोटाका टमाटर टमाटर भए क्यान्न छ अनि बसेर पाइन्छ गोठाउनेको उभानो छ स्याउला बोकेका छन् त टन्नै छन् त्यो स्याउला फिज म लेउ जाउँ न काम न जाउँ न ओछ्या भन्दाखेरि दाउरा जाउँ न बाल अनि भनेर अनि गोठोभित्र हेर तर अनि माथि उभाएर त अनि स्याउला टनको भ्याएका गोठो बानु अनि स्याउला फिजा अनि लेउ दिएर अनि ओछ्या भन्यो स्याउला फिजा टाइम लेउ ओछ्या भन्यो अनि लेउ ओछ्या सकेपछि अनि फुर्क बाहिर नै आफ्नो गुन्डा ल्याएर अनि राख्या दाउरा अनि यति खोक्टोमा यति दाउरा दिएर अनि बाला रातभरि बाला चापा सिसाका रुप्सा ठाउँ सिसो हो अनि त बाला भन्यो हामी त आगो बाल्ने बहिनी हुन्न हामीले बुझ्यौँ बाले त बिचराले रोटा मकैका रोटा चच्चा रोटा गौँकाजा चच्चा रोटा यता बटुकामा नि सगमगा अन्त त आलुको चाहिँ लिएर अन्त बुझायो ती दुमुले चच्चा रोटा खाइल्या मैले 3वटा खाएँ भइगयो एउटा उभारिने उनीकन दिएर अन्त भाँचा अद्धा खाले खाया 4.5 खायो 4.5 उनी खायो मैले 3वटा खाएँ अनि खाइसकेपछि अनि बाखाबेरी अनि धुन्यौँ अनि छगले बिहानै उठेपछि त अब खाइबिहाको भोलिपल्ट अब उल्टिउने दिन त आया उल्टिउने दिन आउने भ्याएको बिहान भन पो त त्यो अब अनि म छाउटी बाहिर आइसकेँ बिहान उयो घरको मुनिमान छ अनि बाहिरमा नि अनि ऊ पनि देख्छु अनि मैले भने हजुर दिशा पेसाब जाने ठाउँ कसो होला त भने अनि यहाँ यस्तो जानुहोस् भने पानी पनि छ दिशा पेसाब यस्तो जानुहोस् भन्यो अनि प्रचेर अन्त दिशा पेसाब 3जनाले अन्त अरूजना अन्त हातमुख धोइकन सबैजना आइसकेपछि अनि भन्यो त्यही त कोही हजुर दाना हाल्नुहुन्छ कि भन्यो त्यस्तै दामीको त त्यस्तो र अरे भनेपछि दाना हाल्ने मण्डपको ठाउँ भाउ के छु भन त यी त्यही दिन हजुर म महापुर नआइदिए ल्याएको नि उही दिन राति गाडा हुने थियो अझै नमान भाउ त्यही दिन म महापुर आएकै हो अनि पर त अझै कोही हजुर दाना हाल्दा खाऊ कि भन्यो हालौँ न त भनिदियो छोराले हालौँ न त भनिदियो जे भयो फाँसी म बेच्नु झर्को मान्दछौँ म उही मुखरी भने क्या ओडा दाई अनि ओडा दाई जाँदाखेरि दाना हाल्ने भन्ने हालौँ न त भन्ने भनिसक्यो त्यो भित्र आएर बस भन्यो अझै अनि भित्र घर आएको छोरा बाहिर काङ्ग्रे फेरि ओठ पऱ्यो न अन्त मेमनी यसोतिर बस भन्यो अनि दाना हाल्ने मान्छ नेन्ची बस्यो म यसोतिर बसेँ अन्त उयो गएको परिवार पल्लो गएको बस्यो म पनि यसो कहाँ बसेँ अनि दाना अनि भित्र चामल माना 3 नम्बर काँसा थाल पनि गएको थाल यस्तो थाल अनि माना 3 जति चामल लिएर मुखतिर राखेर अनि दाना हाल्नु छ त्यसको बिमारी छोरो आयो काँडे फेरि आयो रहेछ पोल्ला परम देखेलो उहीँ देखेर म भित्र अनि बसिया रहेछ ढुलिया छु क्या त बसिया हुँदो टेक्छ त टेक्यो भित्र बसिया रहेछ कहाँ छ हामीसँग थाहा नै यही थोको भनिकन दाना हाल्ने भनिया नै दाना हाल्नु पऱ्यो भनेदेखि मेरा केना खासको छ भन्यो अनि त त्यो दाना हाल्दैछ मेरोमा हेर्दो दाना हाल्नु छ मेरोमा हेर्दो के छ बे हाल्नु भन्यो ए बिचराले अक्का मुख हेर्न के रे दाना हाल्नु भन्यो मुन्डल फुट्छौँ चाहिँ झोक लागिया छन् आज चाहिँ झोक लागिया छन् त देहलाई बाहिर निस्क्यो पर्नु त क्या अन्त छतर काँदै आइगयो हजुर छतर काँदै आइगयो अनि हेराउने मण्डप बाबु नै ठिक छ
दोकान चुरीसम्म आयो आइसक्यो अनि मेरो त त्यसले भाइ न्युज चाहिँ त्यही बेला भइगयो त कस्तो तार भयो भनेपछि जो त होइन आएको 4 दिन गाडी गर्न लाग्न हिउँदो नाक्दै पसेप कस्तो हुन्छ त्यस्तै मेरो ज्यान भयो हट चिसो पछि आइसक्यो च्यादा दाना हेर्न तिपक अक्का बड्डा खाँदैन बाबु काको परिपट्टि आइयो मेरो त चिसो पछि आइयो अनि त्यो चोर्खै भन लगाउँछ केही भन्दैन अनि चियाहरू अब त्यो पटक्क त्यो नेति आयो भोलि चाल हुने नै पुछ्या रहँदै जपोल भनेर रहँदै साल हमाएर रहँदै सबै रहँदै अब सबै बिमारीका आएको मान्छे अटो त आइ रायो नहुँचिस् नुन ल्याउन गइकन बाँसपानीका 6 रुपियाँ रडिया उयो झुँडिकन आउने तेरी नखाँदा साप खैँचुला त आँतै हो को उची भन्ने गर्दा कसले घसिक आएको छु क्या अनि छोरो बाबु गयो अलि भित्र भाइ छोरी गयो अनि भाइ भित्र गएर बाबुले 100 रुपियाँ नाम लिएर मेरो टोपीमा गइथ्यो महाराजा चाहिँ महाराजा मैले बाबु भेटाएँ नारायण मैले बाबु भेटाएँ भनेर के बाबु भेटाउने थियो ढुकाने छ होला लाइकन झुँडिकन आइगयो छोरो छोरो नुन ल्याउन गएर झुँडिकन आइगयो आएपछि पखेरी नदाममा पसिने नै पखेरी दिनुपर्ने हो अहिले प्रभुको थपक्का भनेर पस्याउँदै बिजो लगाइदिएँ रायन हुन्छ है भनेर अन्दै बिजो लगाइदिएँ छोरीले हो छोरीले उहिले त्यस्तो बराउनु छोरीले उस्तो पत्नी हामी त्यस्तो अऱ्यो भनेपछि यी दाना हाल्ने मान्छे हो दाना झुटा बोल्ने खोटा चलाउने दाना हाल्ने मान्छेको हुँदैन बाबु कहिले हाल्न छ भने बासिनु हुँदैन अनि पछि अनि मेरो बाबु भेटाएँ नारायण भनेर त्यस्तो गर 100 रुपियाँ दाम लिएर मेरो टोपीमा गइन्छु अनि पसेर भित्राउँदै अनि चाहँदै मेरो हातमा पुठाउरे अनि भित्र गएर चिन्दैन घर चाउलोको भात माछाको दाल बाहिर ढोटा र तिउन कसरी भयो भने सकलै बेच्चा घर रातो चाउलोको भात माछाको दाल बनाएर खाऊ भनेर दियो के खाइसकेपछि सकलै बेर क्या पुरा डुबिएन यहाँ अब पत्नी त्यत्याउनु अनि चाँदै पसाइजाने चिया भयो भनेपछि त्यो चाहिँ तिर्कुनाले कस्तो कस्तो अरे फेरि आयो भन्नु थियो अनि कर्यो काम्रो जति वर्ष ओरिया बेच पनि म आफूलाई भनेर काम्रो आफू राखिदियो 50 रुपियाँ काम्रो 60 बाजी हुवा दियो उसको खालाको ओरिया पैसा खाला भारी ल्याउनु अब रह्यो मेरो अनि मैले भने अब मेरो मात्र रह्यो भनेदेखि भने तपाईँ के छ मेरो मत छ चिन्ता मान्नुभयो अन्त केही चिन्ता नमान्नु भनेर मेरो मचिया पनि पल्ला गरेर लिएर भुल्यो भाँडौँ न चौकै घेन्दियो नि भनेर अझै नाप त्यति चिएर नाप 2 जति अदुवा चिएर घरि छैन अझै कोही थाल्यो मकै अरे पछि चाहिँ भारी चोरी बाँधिहाल्छ भने चिया बन्यो हजुरको त कति दिन लाग्ने भन्यो घर पुग्नु 3 दिन लाग्यो 3 दिन लागेपछि चाला अलग अलग छोड भन्यो चाला अलग अलग भित्र डम्बरिया काँडा बाटुको 2 बाटुको चिया एक ठोकै फर्कियो नि एक ठोकै समान जाने बटुको चिया त्यो त
त्यस्तै बटुका लिएर काँसा बटुको उँभो निम्ठाएर एकदम निम्ठो बाटोमा चामल रातो चामल एक पाथी मगाउनु एक पाथी उही खानु एक पाथी उही खानु सामान त दियो हजुर त्यो चामल दियो अब मलाई जानु भन्यो फेरि आइजानु भन्यो त्यहाँ फेरि अब को जाने पाउने थियो यो कुन ठाउँको कुरा हुनु बाजे रुप्सा कुन रुप्सा ए हजुर रुप्सा साथीहरू ती तपाईँका त्यति बेला सँगै गएका साथीहरू अहिले पनि छँदैछन् एक छ एक मरिएर पहिला मरिए कति बेला छैन त कति सालतिरको कुरा हो नि यो को साल होला म त सालै बस्दै खानै भयो त्यो रोडहरू गाडीहरू नआउनुभन्दा पहिलाकै कुरा होला है कुरा बनाइए कहाँसम्म हिँडेर जानु पर्थ्यो नि कहाँसम्म क्या तल उहिले तल अन्य जाँदा आइया भाटबारी खोला छैन खोला आउँछ त ताइबारी हाइवे मुखी रघु बाटो रघु ठिक यहाँ 10 टाका काटिकन अन्तखेरि पर मुग्रा पनि गयो मुग्रा अन्तखेरि हाट जाने बाटो भट ठाडो गयो गाउँछेर जाने बाटो ताँै मुखी पुग गयो ए तले आमताडाबाट तलबाट जाने बाटो होइन होइन त्यो बाटो त कहाँ त्यो पछि काटेको बाटो हो धेरै पछि काटेको बाटो हो जितेबाट जाने बाटो त्यो त पछि माथि रुप्सा लालु मालकोट हुँदै जाने सेरी जिउला हुँदै त्यो बाटो राखेका हौँ भाउ अचल हया त्यति बेला गाडी तल चिसापानीसम्म आउँथे गाडी चिसापानी त आउँदा थियो थिएनन् चिसापानी हम त गाडी आउँदा थियो चिसापानी त्यो कर्णाली चिसापानी कैलाली गएन यहाँबाट कति दिन लाग्थ्यो त्यहाँ पुग्न हिँडेर 12-13 दिन लाग्छ 12-13 दिन हिँडेर जानुपर्ने है जानुपर्ने भारी टन्नै बोकेर आउनुपर्छ कति 60-70 केजीको हुन्थ्यो हुन्छ क्या बाटो पनि कस्तो पारो यो रगाड भन्दा नि त लालुको आउने गायो त्यही गाडाका खोलो तरिकन अलिक आएपछि माथिमा त्यो चाहिँ ओह्राला नाङ्क्यानी माथिमाको रगाड भने तल खुलेलो अहिले पुल लागेको छ त्यसकै ठ्याक्कै माथिको खोलो माथिको उभातिर खोज्दै उभाइगयो होइन त्यो उया गाबु गाउनु भने कस्तो खोज्दै आयो खोज्दा भया तल तल खोला चढ्दो तल तपाईँ कति वर्ष हुँदाखेरिको कुरा हो भने बिहे गरिसक्नु भएको थियो उही बेला त्यहाँ हराएको अङ्कल आन्टी जन्मेको थियो होला अब युवा अवस्थाको कुरा होइन ठिक छ गाउँका कुरा हाम्रा बाजेको पहिलाको जमानामा हिँडेर जाँदाको बाटोको एक्सपिरियन्स बाटो हिँड्दाको अनुभव पनि सुनाउँदै हुनुहुन्छ बाजेले उभन्दा अघिल्ला पनि उभन्दा त हामीभन्दा अघिल्लामा झनै दुःख थियो कस्तो दुःख थियो भने ओरम्दाको गाबुगाउनु काटिकन तल रगाडा पुगेपछि रगाडाको खोलो जोगारी तरिएर पालिका जानुपर्छ पालिका गएर जो ओरा मुखो पुजान्छ त बाटो त्यो बाटो छोडेर सरी ओरा मुखो खोलो तल कन्ना ल्याउनु अब खोलो जाने ठाउँ कहाँ त माथि खोलो माथि चढेर परमाको डाँडा थियो त त्यो डाँडामा उबुवार माथि हरियर ठुलो थियो त हो त्यो हरियर उहाँ त्यहाँ कता साला खाला ठोक्छन् ताजी गरेर भिड खाला ठोक्छन् किरा भिड गरेको त्यही हो खालामा डोकेर बाजेको सुल्टा बाजाका सामान्य भिड बाजी जन्मको सुल्टा बाजी गर माथिलाई मुखी तलमा मुख डाँडा उप जाने अब त खोलाउँछ मान्छ यो अब त उता आउने तल रगाएर पुग्ने रगाएर खोलो काटिएर परम डाँडामा उब्जाने गएर माथि किल्ला भिड भनेको त्यही हो अब डाँडामा गएर माथि किल्ला भिडबाटी
पर फाल्नाला मुख झड्डो त्यो त पुरा ठुलो ढुङ्गो थियो त हो चाहिँ ठ्याक्क मिल्दो आइया किल्ला बेला छैया बेला गाल पनि कस्ता र जहाँ जस्तो बिग्रेन त उयो त भन्दा घर गइयो नि किल्ला बेला चाहियो त्यो किल्ला बेला हामीले हल्न पाएन तपाईँ गाडी चढ्नको लागि त्यति बेला उता इन्डिया गएर चढ्ने हो कि नेपालमा यो महेन्द्र राजमार्ग बनाएको थिएन नै कर्णाली चिसापानीको त्यो पुल वारिपारी गर्ने पुल यो न अफरोड थियो होला भर्खर हाट गया 5 वर्ष हाट गया 5 वर्ष पछि चिसापानी हाल्न कस्तो रोड पर काट्दा र कुद्छ आउँछ गाडी चिसापानीसम्म आउँदा गाडी महेन्द्रनगरबाट आऊ कति रोड चिसापानी कैलालीसम्म हिँडेर यहाँबाट हाट गइन्थ्यो हाट भनेको सामान ल्याउनु चामल भनेपछि नुन तेलहरू किन्नको लागि त्यहाँसम्म पुग्नु चाड पुरो गर्नु पर्यो कोही घाटामा पैसा लान कोही घाटा पुगेपछि चल रेल आउँदो कबेला घाटदेखि प्रमुख कपडेल घाट भनेको उता इन्डिया भारतमा जाने कौडिया चाहिँ रेल आउँदो रेलै पनि दिनको एकैपटक आउँथ्यो 2 पटक आउँदैन थियो 2 गरी आउने खल्ने गएर कौडिया रेल 2 गरी आउने त्यो बाँड्नु चैत्यो चैत्यले 2 बेर रेल के अरे 2 पटक रेल आउने के रिन गरे त इन्डियामा त्यो आफ्नै नियम कानुन हुन्थ्यो होला के तर्यो हैया ए नेपालीहरु धेरै आउने जाने भएर त्यो 2 गरी आउनु पर्यो भन्यो त त्यो कुराकानी मिलाएको छ र 2 गरी रेल आउने भयो चैत्य लाग्दा भन्दा छिया ठीक छ अहिले कस्तो लाग्छ त अहिले अब यहाँ त धेरै सुविधा भइसक्यो गाडी आइसके के छ अनि चाहिँदैको फेरि अहिलेको मान्छेलाई त आनन्द आइसन्छ छ है बाजे सन्च भन्दा त अब हत्तर पुलफालिया ढोल्नु पर्ने अहिलेका मान्छेलाई अहिलेका केटाकेटीलाई त्यस्तै काम गर्नु पर्यो भए त कस्तो हुन्छ ल्याउँदा हाट गयौँ र अजनीय बाबा हामी सबै गयौँ हजुर दादी एक बाबा सबै अनि अरू हाते होस् नै अरू हाते बिच जाँदा गयो र सजनीय बाबा यता त चौथाइ घिउको ल्याएको थियो